अनि श्रीअंशुले पनि बनाएको दुईटी नातिनीले यो रङ्गोली बनाएको नाति हिँड्दैछ पर अहिले बनाउने होइन नानी अघि बनाएकै छ नि नानीले बत्ती बालेको आमाले रङ्गोली बनाएको छोरीहरूले नानीको त नामै छैन अनुश्रीले बनाएको रङ्गोली पनि उहाँ छ हेर्न जानुपर्ने आऊ हामी यहाँनिर आऊ अनु सानी पनि आऊ यहाँ आऊ तुलसी माताको पनि बनाएको छ हिमानीले तुलसीको मन्दिर बनाइरहेछ के गरेको त तिमीले बोल के भन तिमीले जानेको कुरा भन एकादशी तुलसी तिलको दान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान भाइले खुल्चिहाल्यो नि आज के हो भाइ आज के हो दसैँ भन्छ भाइ के हाल्यो भाइ आज